सक्यो। लोकेश बमलाई चाहिँ सल्युट छ। सबैजना जति नि टिमको मेम्बरहरू छन् सबैजनाले आफ्नो सक्दो प्रयास गरे, तर नि म्याच हाम्रोमा भएन। तर हाम्रो मन जिते। नेपाली टिमले म्याच जित्दा झन् गर्वको कुरा भइहाल्यो। हार्दा हामी जहिले नि सपोर्टरहरू उनीहरूकै साथमा छौँ है। अब नेक्स्ट आउने म्याचमा सबैको आँखा छ है। इफ यही पर्फर्मेन्स यही कन्फिडेन्स भयो भने चाहिँ आउने म्याचहरू हामी इजिली जित्छौँ है। अब भन्न सकिन्न फेरि इङ्ल्यान्ड र नेपालको फाइनल सेमिफाइनल फेरि नेक्स्ट टाइम भेट होला है। यो चाहिँ अर्को पाटो भइहाल्यो। ओभरअल म चाहिँ 5 स्टार दिन्छु हाम्रो टिमलाई। सबैजनाले राम्रो पर्फर्मेन्स गरे, राम्रो खेले, धेरै खुसी लाग्यो है। अब चाहिँ नेक्स्ट म्याच थर्सडे इटलीसँग छ। अलिकति त निराश पनि भइहाल्छ फ्यान भएर। त्यही नै अब आउने म्याचहरूमा चाहिँ अझै योभन्दा बेटर गर्नेछ भन्ने चाहिँ अब 100% छ। हाम्रो टिम चाहिँ एकदम भोकाएको जस्तो लाग्यो कि आज जब म्याच हेरेँ। हङ्गरनेस धेरै छ। जुनसुकै टिमलाई नि बिट गर्न सक्ने क्षमता क्यापेसिटी हाम्रो टिमले राख्दछ। सबै नेपालका सपोर्टर त सधैँ थिए, आउट कन्ट्रीका सपोर्टरहरू यति धेरैले आज हाम्रो म्याचलाई सपोर्ट गर्यो है। जितेको भए त अझै रमाइलो हुन्थ्यो।